यति बेला हामी यो बर्खे टमाटर खेती गरेका छौँ र यसमा हामीले मल्चिङ हालेर चाहिँ बर्खे टमाटरको खेती गरेका थियौँ। टमाटरको बिरुवा एकदमै राम्रो फलेको छ, तर यो मल्चिङ गर्दाखेरि चाहिँ हामीले यो साइज चाहिँ ठिक्ककै बनाएको हौँ, तर यो मल्चिङ चाहिँ अलि हावामा उठेको छ, जसले गर्दा यो माथिबाट सूर्यको किरण यो मल्चिङभित्र चाहिँ एकदम तापक्रम बढाएको हुनाले दिउँसोको समयमा चाहिँ यहाँबाट चाहिँ तापक्रम बिरुवामा आइरहेको छ र जसले गर्दा बिरुवा चाहिँ दिउँसो अहिले ओइलाउने गरेको छ। त्यसैले आज हामी चाहिँ यो मल्चिङको पाललाई चाहिँ अलि ठुलो बनाउने, यो चारैतिर 2-2 इन्च थप काटेर चाहिँ हामीले यसरी यो भित्रको माटो हल्का बिचमा ल्याएर यो मल्चिङलाई अलि ठुलो बनाएर अनि यो किनारमा यसरी माटो राखिदिँदैछौँ, जसले गर्दा चाहिँ यो भित्रको तातो जुन छ यो बिरुवामा आउन पाउँदैन र जसले गर्दा यो बिरुवा चाहिँ अब एकदम सुरक्षित रहने भयो। र बिचमा जुन उठेको छ यसलाई पनि हामी यसरी दबाइरहेका छौँ। मल्चिङ हाल्दा चाहिँ अलि यो समतल नभएको हुनाले र कहीँनिर सामान्य यस्तो पाल पारिदिँदा पनि यो भित्रको हिट चाहिँ बाहिर आउन सहज हुन्छ। धन्यवाद। कत्नु भनौँ 1 मिनट।